ल सम्पूर्णमा नमस्ते हैन। अब म चाहिँ यता माथि गाउँतिर क्या जिरीबाट तल आएपछि तामाकोसी पुग्यो, तामाकोसीबाट घुम्दै अहिले चाहिँ म मालु खोला पुलमा आइपुगेको छु। अब हेर्नु न यस्तै हो, डुल्दै जाँदाखेरि घुम्दै जाँदाखेरि यस्तै हुँदो रहेछ। हिजो चाहिँ मलाई निकै गाह्रो भएको थियो क्या। अब त्यहाँनिर मान्छेले नचिनेर त होला, नचिनेरै हो, अब न त राम्रोसँग बोलिदिने, यार बास बस्नेको त पुरै छोडिदिनु न, राम्रोसँग बोलिदिने, के सोध्यो है ढोकासोका लगाइदिने क्या पुरा। अनि त्यो भएर अलिकति गाह्रो भयो। अब हिजोको बसाइ पनि अलिक निकै गाह्रो भएको थियो। त्यही हुँदाखेरि अब हिजो बेलुका चाहिँ अब थोरै हो, लगभग 3 बजीबाट म हिँडेपछि 8 बजी पुगेको थिएँ भने चाहिँ अब निकै टाइम लाग्यो क्या। हिँडेरै मात्रै हिँड्ने बानी छैन नि त, हिँडेरै मात्रै त्यहाँ पुग्दाखेरि लास्ट टाइममा गएर कसैले ढोकासोका नि नखोलिदिने क्या, पुरै नबोलिदिने राम्रोसँगले होइन। त्यो भएको कारणले गर्दाखेरि धेरै गाह्रो भयो हिजो बेलुका चाहिँ मलाई बास बस्नलाई। त्यही गाह्रोले नै गर्दाखेरि आज म तत्कालीन फर्किँदैछु क्या। अब नसकिने क्या। अब हिजो नि चाउचाउ खाएर सुतेको बेलुका, अब आज पनि त्यही छ, अहिले चाउचाउ बोकिरहेको छ होइन। पाउँदा चाहिँ यही चाउचाउ मात्रै पाउँदो रहेछ यहाँ। अब झोलामा रेड बुल पनि छ चाहिँ 4वटा रेड बुल लिएर आएको थिएँ, अब 2टा छ। अब के गर्नु, यस्तै छ, नयाँ ठाउँमा आएर होला निकै गाह्रो भयो क्या। अब दुःख त धेरै नै पाएको, तर हिजो जस्तो दुःख चाहिँ कहिले पाएको थिएन कि, त्यस्तो साह्रो गाह्रो भयो। अब म चाहिँ अहिले यता दोलखा जिरी तामाकोसी हुँदै अब यहाँनिर चाहिँ अहिले मालु खोलासम्म आइपुगेको छु। अब फर्किँदैछु अब बस्दासम्मको भिडियोहरू चाहिँ आउला। अब यस्तै छ, हेर्नु न कोसी यस्तो छ। यो कोसीको नाम चाहिँ के हो मलाई थाहा भएन। यता पनि छ होइन, यो बगेको छ, तर थाहा छैन मलाई के कोसी हो है।